के गर्नु मान्छे कम बोलाउँछु भन्दा भन्दै नाचेको त धेरै छन् 300 पुग्यो त तिमीले मात्रै खाऊ भनेर पो भने त भने गाउँमै ल्याएर 3-4 जना भोज लाऊ भने हो त तिमीले सक्ने भयौ 3टा खसी ल्याएको छु यत्र व्यवस्था हाल्नेको 100 जनलाई एउटा खसी त्यसो गरे कसो होला यो ओली भाइ यो झोलेले त सक्यो क्या सबै पैसा ती सक्ने भयो यो देखेर त मलाई रिस उठ्न थालिसक्यो भने बोलेको बोलै छ खाएको खाइछ रिसाउनुमा कुनै फाइदा छैन रिसले अरूलाई होइन आफैलाई नोक्सान गर्छ रिस एक प्रकारको क्षणिक बिमारी हो धन्न चुनावको माहौल छ र जति खाए नि जे गरे नि बा रिसाउनु भएको छैन एकपल्ट बाले सँगै तिमीलाई नै फोनमा बोल्ने रे आई लभ यु भन्नु आएको तिमीलाई मलाई आज भिडबाट हाम पालेर मरु कि जस्तो लागेको थियो खालि तपाईको आई लभ यु मायाले गर्दाखेरि मात्रै म भिडबाट हाम पालेर मर्न नसकेको ल बर्ता चिफ्लो कुरा नगरेर तिमीले फकाउनु पर्दैन अर्का पैसाले खान पल्केर छौ आफै काम गरेर कमाउनु पर्दैन पैसा कमाउँछु भने हो पैसा कमाउने सजिलो मान्छेले कस्तो मजाले पैसा कमाउँछ भन्दैन क्या खुसी 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 एक्लै कमाउँछ हामीले सिकाउँदै